आज चाहिँ बफ मोमो बनाउँछौँ हामी होइन, छुट्टीको दिन शनिबार। ट्याक 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 गरेर यसरी होइन गाइज, तपाईँहरू पनि छुट्टीको दिन यसो हल्का बनाएर खानु होला रुममा आफ्नो आफ्नो। के कसो दाइ? के भनौँ न त यार, कि मेरो सब्सक्राइबरहरूलाई, भ्युअर्स सब्सक्राइबरहरूलाई पुस गर्नु यसमा यार। ल यस्तो भयो, ट्याङ एक प्लेट सक्यो। राख्नु तलको छैन होला नि त, राख्नु दाइ। हो ल सब्जी ढक्कन यो होइन, किचन चाहिँ हाम्रो यस्तै होइन, अलिक फोहोर छ होइन गाइज, इग्नोर गर्नु होला किचनलाई चाहिँ। ल गाइज अब चाहिँ सिमो बनाएको होइन, झनै झरेन तेरि यस्तो छ यस्तो डिजाइन चाहिँ। ल अब यो पनि राख्नु हिँडेको मोमो दाइ, यताको भरेको छैन। ल गाइज क्वालिटी राम्रो आउँदो रहेछ। यो हाम्रो किचनको चाहिँ तिम्रो राख्दिनँ, यो कोर्स हो भनेर बाहिर देशमा यस्तै हो। ल काम चलाउ हो, यहाँ बस्दैछौँ म। गुजारा यसरी गर्नुपर्छ हामीले बाहिर देशमा। यो राइस कुकरको भाँडा हो, यता चाहिँ भइरहेछ। यता पेल्ने मान्छेले चाहिँ भिडियो बनाइरहेछ अहिले। म चाहिँ नमाग धेरै भएर भनिरहेको छैन भन्नु। अब नेपाल गएर के गर्न नसक्यो भने मोमो पसल राख्न चाहिँ सकिन्छ है। यता चाहिँ अचार दुई छ अचार मिक्सरमा। ल बब्बा ल अचार पनि हेर्दै कस्तो टाइपको छ। यो चाहिँ मोमो अचार पनि रेडी भयो। अब लगभग हाम्रो काम सब सकिन लागिसक्यो। यो चाहिँ अलिकति यता छ, यति सकेपछि हाम्रो काम सकियो। त्यसपछि खाएको देखाउँछु है त। ल हेलो हेलो गाइज, हाम्रो मोमो चाहिँ एकदम रेडी भइसक्यो होइन। ल ल ल रेडी 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 भइसक्यो। अब हामी खानु गइरहेछौँ, एउटा टेस्ट गर्नु पर्ला। टेस्ट गर्नु गइरहेछु म चाहिँ। मोमो रेडी भइसक्यो होइन। अब मोमो चाख्नु गइरहेको छु म चाहिँ। ल भाइ देखाइदियो एउटा मोमो चाख्नु गइरहेको।